चाहिँ म पुरा जङ्गलको बिचमा आइसकेको छु केटा होइन आइसकेको छु तातो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु आवर न्यू भिडियो survival on 46 अनि सबैजनालाई वेलकम छ मेरो नयाँ ब्लगमा। अनि आज चाहिँ 18 गते होइन, आज चाहिँ कलेज छुट्टी थियो, त्यही म चाहिँ रुममा बसिरहेको छु। अनि हजुरलाई पक्कै पर्न आँट्यो होला होइन, 1 बज्यो होला सायद। खानासाना खाएर नै बसिसकेको छु, हजुरहरूले नि खानुभयो होला सायद खाना। अनि त्यही आज चाहिँ केको छुट्टी मलाई थाहा भएन, छुट्टी दिएछ। अनि भोलि चाहिँ शुक्रबार हो, पछि फेरि छुट्टी भयो भएर शनिबार। अनि त्यही हो, अनि अब चाहिँ म यसो आउनु पऱ्यो। चाहिँ कतातिर हुन्छ निस्किनु त भ्लग बनाउन भनेर हो, मैले गर्छु। अनि मोबाइलमा चार्जर पनि छैन, बिहान गेम खेलेको छु। अनि मोबाइल चार्जर पनि सकिएको छ, एकछिन मोबाइल चार्जरमा जोडिदिन्छु अनि म चाहिँ नहिले गर्छु। अनि जाडो पनि चढिसकेको छ बुटोलमा आउने केटा। अनि गाउँतिर त जानु जाडो हात लाग्थ्यो होला, अनि यतातिर पनि जाडै छ होइन। टक्क घाम पनि हराइसक्यो, बिहान एकछिन लाग्थ्यो अनि घाम पनि हराइसकेको छ। अब त्यही हो, म चाहिँ नुहाउँछु, नुहाएर मोबाइल चार्जरमा राखिदिन्छु। अनि मोबाइल पनि चार्ज हुन्छ, नुहाउने गएर चाहिँ कतातिर हुन्छ निस्किउँला। अनि त्यही ल नुहाउँछु अनि भेट्छु यता। म नुहाएर नि भ्याइसकेँ होइन केटा, चट्ट पारामा। अब एकछिन सुकाउँदै म यता घाममा बसिरहेको छु। अनि मजाहरू पनि यता धुवाएर सुकाइरहेको छु। अनि टावेल चाहिँ यता छ, यसरी यता चाहिँ कपडाहरू सुकाएको छु होइन। सुकाउनु पऱ्यो नि त कहिले कस्तो घाममा, त्यसै हुनाले एकछिन कपाल सुकाउँछु। त्यहाँबाट चाहिँ अनि के हुन्छ कसो हुन्छ कता हुन्छ चाहिँ निस्किउँला है त। खतरा खालको भयो होइन ल है त केटा, हल्का सो मात्रै। अनि मैले चाहिँ के सोचेँ भन्दा चाहिँ केटा हो होइन, अनि आजबाट चाहिँ म यतै रुममै वर्कआउट गर्न सुरु गर्न पऱ्यो भनेर सोचिरहेको छु। के कस्तो हुन्छ होइन, कमेन्ट गरिदिनु होला। वर्कआउट गर्दा ठिक होला कि नगर्दा ठिक होला, रुममा बसेर होइन के हुन्छ। अनि यति बस्दा चाहिँ यस्तो ध्यान दिन्न भन्ने सोच आयो। अनि के हुन्छ यस्तो कमेन्ट गरिदिनु होला। अझै वर्कआउट गरौँ कि नगरौँ। अनि त्यही हो, म चाहिँ कपडा पनि चेन्ज गरिसकेको छु, चट्ट पारमा चप्पल चाहिँ अर्को लाउँछु। अनि त्यही हो ल, कपडा चेन्ज गरेको छु। यहाँ एउटा सानो काम छ, त्यो काम चाहिँ सकेर चाहिँ हामी निस्किउँला है त। लाग्यो चाहिँ चाहिँ म काम सकेर पनि आएँ, चाहिँ ज्याकेट साकेट लगाइसकेको छु। अब चाहिँ यस्तो एकछिन चिया खान निस्किनु पऱ्यो भन्ने सोचिरहेको छु। सोधेको चाहिँ यार त्यही ल, अब चाहिँ म ढोका सोका लाउँछु। चस्मा त म हाल्नै बिर्सेँ केटा हो, मिल्दैन हो। चस्मा त हाल्नु पऱ्यो नि त, चस्मा नलागि नि त कहाँ हुन्छ र केटा हो। चस्मा होइन तर चट्ट खोलेर कभर नलिकन हामीले चस्मा मात्रै लग्नु पर्छ। यतै राखिदिउँ अलिक लागि ल केटा, निक्लिउँ है त। म ढोका लाउँछु अब केटा, म चाहिँ निस्किन्न है त। अब चाहिँ चट्ट पारामा चिया बगानतिर आएको छु चाहिँ नि होइन, यस्तो पुरै पिजे पिच यताउता पुरै जङ्गल छ। चिया बगान चाहिँ त्यहाँ माथि नेर छ, माटो चाहिँ अखारै छ यहाँको। हेर्नु पुरा तिनवटा जङ्गलको बिचमा मजा छ। मजा छ त्यहाँ कहाँसम्म मजाको रहेछ कि बाटो।
पिच त बबाल त रहेछ त यार कहाँसम्म छ यार यो पिच यार यसो गइदिएर आउनु एकचोटि के भयो त पिच यहीँसम्म रहेछ क्या त्यहाँ फर्किनु पर्ने हुन्छ हामी चाहिँ बबाल त ठाउँ छ नि त ल त्यो छ बाटो चाहिँ यता रहेछ पिच त अहिले चाहिँ हामी जङ्गल लाइट छ भने केटा तर बबाल छ नि ठाउँ त होइन चाहिँ हाम्रो छ अहिले जति नि बबाल त त्यो ठाउँ चाहिँ केटा हो दामी छ होइन पुरा किसिम जङ्गलको बिचमा ओहो बाइक सिक्न ठिकै थियो बाटो गाडी साइडमा आउने होइन पुरा दामी फोटोसुटहरू पनि भइरहेको छ यहाँ अहिले केटा कुदाछ केटाले कुदाछ ल टाढा जाँदैन आउँछ यहीँ नजिकै गर्छ फर्किनु पर्ने हुन्छ नि केटा चाहिँ बाटो बिग्रिया रहेछ अहिले चाहिँ म पुरा जङ्गलको बिचमा आइसकेको छु केटा होइन हेलमेट छोडाउँ यार हेलमेटलाई चस्मा लगाऊ होइन हेलमेट लिएर राखौँ कपालहरू मिलाऊ अनि म चाहिँ अहिले जङ्गलको बिचमा आइसकेको छु केटा सक्नुहुन्छ पुरा होइन जताकतै जङ्गल छ अनि यहाँ चाहिँ माटोहरू पनि लाइन रहेछन् दामी छ कहाँ जान्छ बाटो चाहिँ मलाई थाहा भएन अनि हाम्रो बाइक चाहिँ यता छ अनि दाइ चाहिँ घर गएको छ होइन काम परेर त्यो छैन त्यो बास चट्ट 2 भाइ हिँडिन्थ्यो अनि बाइक चाहिँ यता छ त्यही म एकतिर सिनेमेटिक हान्छु यतिवटा सिनेमेटिक चाहिँ मैले हानिसकेको छु अब चाहिँ हामी यहाँबाट निस्किन्छ बाइकहरू पर्छ जस्तै गानेतिर के रहेछ र खै एक्लै भइयो अब त जानु हुन्थ्यो यता मस्तै बाइकहरू गइरहेछन् त्यही ल अब चाहिँ म यहाँबाट चाहिँ फर्किन्छु है त केटा ल यस्तै छ के गर्ने म्याच चाहिँ केसको बिदा थियो थाहा भएन अनि त्यही बिदा भयो अनि भोलि शुक्रबार छ जान्छु कि जाँदैन थाहा छैन मलाई चाहिँ पर्सि शनिबार छ फेरि त्यही हो ल अब चाहिँ म यहाँ निस्किन्छु सिनेमेटिक सर्टहरू चाहिँ मैले खिचिसकेको छु यता चाहिँ गीत बजिरहेको छु यो जङ्गल उता चाहिँ यता चाहिँ होइन उता पारितिर गीत चाहिँ बजिरहेको यता यो अब चाहिँ भिडियो खिचेँ म निस्किन्छु अहिले ल छिटो गरेर निस्क्यो अनि चिया खानुपर्छ त्यहाँ चिया बगानमा गएर चाहिँ केटा म फर्किसकेँ होइन झट्टै फर्किसकेँ गरेर सिनेमेटिकहरू खिचेर बाटो हेर्न आएको थिएँ होइन अब चाहिँ घर चिया खानु पर्ने हुन्छ त्यही हो मान्छेहरू थुप्रै गइरहेछन् यार यो बाटो त के रहेछ अरू बाटोतिर गाना साना बजाएको थियो मस्त होइन मान्छे बाथरुम दिएर होइन होइन झट्ट त्यही ल अब चाहिँ चिया बगानमा गएर चिया खानु पर्ने हुन्छ है त म चाहिँ आइसकेको छु अनि बाइक चाहिँ त्यहाँ छ यति लुकेर बसेको छ यस्तो छ चिया बगान चाहिँ
म अहिले राम्रो भिडियो चाहिँ हालिदिन्छु। अब हाल्छ एउटा भइसकेको छ अनि एउटा चाहिँ यता फेरि आइसकेको छ है। के हो अब यहाँ भिडियो खिच्छ पक्तेर अब पुलिसलाई लगाइदिन्छु पक यहाँ त मात्रै पक। अहिले चाहिँ म आइसकेको छु रुममा अनि त्यहाँ चाहिँ मैले चाहिँ लगभग 5-6 कप जति चिया खाएँ बस्दा बस्दै अनि 2 कप खाएको त भिडियोमै छ अनि चार्ज पनि भएन मोबाइलमा। अहिले चाहिँ म रुममा आइसकेको छु। रुममा आएर एकछिन मोबाइल चार्ज गरेँ अनि म चाहिँ एकछिन पल्टेँ अनि त्यहाँबाट चाहिँ अब चाहिँ म चाहिँ भिडियो एडिट गर्छु होइन। भिडियो चाहिँ हाल्नु पऱ्यो नि त भोलि अनि त्यही हुनाले यहाँ 5-6 कप चिया खाइयो। कति महँगाइ बा अनि 1 कपलाई 30 रुपियाँ यति चाहिँ अब यत्रो कप हुन्छ 30 रुपियाँ रे। अन्त यो चिया सिया खाएँ अनि रुममा आएर एकछिन पल्टेर मोबाइल चार्ज लगाइदियो। अब चाहिँ म भिडियो एडिट गर्छु त्यही यो कडा हो। एसएम भिडियो एडिट लाइक गरिदियो, च्यानललाई सब्सक्राइब गरिदिनु होला। फेरि नेक्स्ट ब्लगमा भेट्नुपर्छ। भिडियो के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला कमेन्ट बक्समा। बाई बाई, जय नेपाल।